तपाईले कहिलेकाहीँ सोच्नु भएको होला म धेरै प्रार्थना गर्छु तर किन परमेश्वरले सुन्नुहुन्न, किन मेरो पीडालाई परमेश्वरले सुन्नुहुन्न, किन मेरो जीवनमा भएका ती कठिन परिस्थितिहरूलाई परमेश्वरले देख्नुहुन्न। तर आज प्रिय म तपाईलाई बताउन चाहन्छु, तपाईँ रुँदै हुनुहुन्छ, कराउँदै हुनुहुन्छ, परमेश्वर कदापि पनि मौन हुनुहुन्न। प्रियहरू, परमेश्वरको कान बन्द भएको छैन, परमेश्वरको मुख बन्द भएको छैन। त्यो मौन भएर प्रियहरू तपाईको हृदयलाई परमेश्वरले तयार बनाउँदै हुनुहुन्छ। तपाईको जीवनमा भएको त्यो परिस्थितिहरूलाई बदलाउने तयारी गर्दै हुनुहुन्छ। तर धेरैचोटि हामी अधीरजी हुन्छौँ, हामी गनगन गुनासो गर्छौँ, परमेश्वरले बिर्सनु भयो कि क्या हो, परमेश्वरले देख्नु भएन कि क्या हो। तर प्रियहरू, फेरि पनि म तपाईलाई बताउन चाहन्छु, परमेश्वरको मुख बन्द भएको छैन, परमेश्वरको कान बन्द भएको छैन। परमेश्वरले देखिराख्नु भएको छ, तर परमेश्वरले आफ्नो सिद्ध समयलाई उहाँले प्रतीक्षा गर्दै हुनुहुन्छ। अनि जुन समयलाई तपाईँले प्रतीक्षा गर्नुहुन्छ नि प्रियहरू, त्यो समय चाहिँ साँच्चै नै प्रियहरू सिद्ध अनि सुन्दर तपाईँले देख्नुहुन्छ। आमेन।